Hello guys, welcome in my mini vlog. आज हामी जाँदैछौँ लोटे टावर कोरियाको र कुरामा हामी बस स्टेसन पनि आइसकेको छौँ र हामी यहाँ कुर्दैछौँ हाम्रो दाइ सोहन दिदीहरूलाई। उहाँ परबाट आउँदै हुनुहुन्छ भनेको त हाम्रो दाइ र सोहन पो हुनुहुँदो रहेछ र बस पनि आइसकेको छ र हाम्रो नवीन दाइलाई झन्डै बिर्सेको। अब हामी जाँदैछौँ ट्रेन स्टेसनतिर बसमा चढेर। फाइनली वी आर इन स्टेसन र अब कार्ड स्क्यान गरेर माथि जानेछौँ। अब हामी माथि जाँदैछौँ र यही हो ट्रेन स्टेसन। ट्रेन पनि आइसकेको छ अनि यही हो ट्रेनबाट बाहिरको भ्यू। अनि यहाँ अचम्मको भर्याङ छ, खुट्टा टेक्यो भने बत्ती बल्ने भर्याङ छ। यो चाहिँ लोटे टावरको तलको भ्यू र माथि लोटे टावर छ र हामी माथि फर्केर फेरि रोड काट्दैछौँ। हामी रोड काट्दैछौँ किनभने पारिबाट झन् राम्रो भ्यू देखिन्छ र हाम्रो यहाँ दाइ दिदीले भन्दै हुनुहुन्छ हेलो हेलो भनिदिनु होला र मान्छेहरूको त कुरै नगरौँ। सो यहाँ हेर्न सक्नुहुन्छ हाम्रो लोटे टावर नि रेडी हुँदैछ हाम्रो न्यु इयरको लागि अनि सबैजना रेडी हुँदैछन् क्यामेरा लिएर। र हाम्रो काउन्टडाउन पनि स्टार्ट भइसकेको छ। काउन्टडाउन नदेखेकोमा सरी ल। 6 5 4 3 2 1 Happy New Year! र त्यति सबै भएपछि हामीले एकअर्कालाई बधाई दियौँ। Happy New Year दिदी, Happy New Year दाइ, Happy New Year, Happy New Year। त्यसपछि फोटो खिच्यौँ र सबै मान्छेहरू फोटो खिचेर घर गइसकेको थियो र अब हामी पनि जाँदैछौँ र लोटे टावरलाई नि बाई भनिदिनु होला र हामी ट्रेन स्टेसनतिर जाँदैछौँ। ट्रेन स्टेसन पुग्न पाएन, यति धेरै प्याक र हाम्रो यहाँ दाइ र सोहन हुनुहुन्छ। अब आउने चाहिँ हाम्रो लास्ट ट्रेन थियो। त्यसपछि बिचको रेकर्डै गर्न पाएन, सरी ल। अब हामी यहाँबाट फेरि घर फर्काउँदैछौँ। अब हामी रोड क्रस गरेर बस स्टेसनतिर जाँदैछौँ। बस स्टेसन पुगेर मोबाइल चेक गरेको त बस नै नआउने रहेछ। त्यसपछि फेरि हल्का अगाडि अर्को बस स्टेसन रहेछ, त्यहाँनिर आउँदो रहेछ गाडी। हामी त्यहाँ गयौँ। हाम्रो नवीन दाइ एकदमै हतारमा हुनुहुन्थ्यो किनभने बस छुट्छ भने